ठीक छ, तपाईले भनेको जस्तो हामीमाथि जे खालका मुद्दाहरू परेका थिए तपाईले काभ्रे जिल्ला अदालतले हिजो मलाई जे फैसला गरेको छ एउटा कुरा स्पष्ट रूपमा त्यो काभ्रे जिल्ला अदालतले पनि स्वीकारेको र प्रहरीले पनि स्वीकारेको भन्ने कुरा के हो भने ममाथि पक्राउ पूर्ति जारी भएको सन्दर्भमा मेरो घटना पनि म्याद सामेल भएको छैन। त्यो दैलेखको जिल्ला अदालतलाई जिल्ला प्रहरीलाई जे पत्र लेखिएको भनिएको छ त्यहाँ पनि पत्र पुगेको छैन। यो तपाईले मजाले खोज्न सक्नुहुनेछ र काभ्रे जिल्ला अदालतका श्रेष्ठतालाई वा कतैको सूचना अधिकारीलाई तपाईले सोध्न सक्नुहुनेछ। मुद्दा के कहाँ कति के परेका छन् भन्ने कुरा एउटा मुद्दाको एउटा कानुनी एउटा प्रक्रिया हुन्छ। त्यो अनुसार हामीलाई जानकारी नभएको सन्दर्भमा मैले कसरी थाहा पाउनु कि मलाई मुद्दा परेको छ भन्ने कुरामा, त्यसैले मैले तपाईँलाई स्पष्ट के भने मलाई भन्नु कुरा यति मात्र के हो भने मिडियाले अतिरञ्जित गरेर जे कुरा अहिले माफी माग्नु पर्ने गरेर जे लेख्नु भयो त्यसमा मलाई कुनै पनि आपत्ति छैन। दोस्रो कुरा मुद्दा कसलाई परेको छैन। अहिले मैले जे मुद्दा म माथि परेको छ त्यो जाजरकोटमा नवराज विकको हत्याको विषयमा फैसला भएको सन्दर्भमा सुर्खेत उच्च अदालतमा गरिएको आन्दोलनको सन्दर्भमा परेको मुद्दा हो। त्यो सन्दर्भमा परेको ममाथि हालिएको मुद्दा हो। मैले फेरि पनि भने यो प्रकृतिको मुद्दा नेपालमा कसलाई परेको छैन। सामान्यतया बोलेकै आधारमा परेका मुद्दाहरू नेपालमा कसले फेस गरेको छैन। म तपाईँलाई मेरो विद्वान मित्रलाई के स्पष्ट पारौँ भने जे खालका प्रश्नहरू ममाथि तेर्सिएका थिए त्यो प्रश्न चाहिँ कुनै पनि खालका राजनैतिक पद प्रतिष्ठा लिनको लागि अयोग्य हुने खालको मुद्दा थिएन। त्यो खालका मुद्दाहरू यी खालका आरोप प्रत्यारोपहरू हुनेछ हिजै पनि अदालतले त्यहाँ स्पष्ट रूपमा भने अब तपाईँ अलि चर्चामा आउनुभयो, त्यो मन्त्रीको चर्चामा आउनुभन्दा पूर्व गएको भए त्यो यसै साधारण तारिकमा छोडिदिने मुद्दा रहेछ। तर अहिले मुद्दा सानो भयो, तपाईँ ठुलो हुनुभयो, मान्छे ठुलो भयो, मुद्दा सानो भयो, यसै छोडिदिउँ भने न्यायाधीश डराएर छोडिदिउँ भन्ने परेर चाहिँ हामीले यस्तो खालको फैसला आएको हुनसक्छ भन्ने चाहिँ त्यहाँ साथीभाइहरूको एउटा खालको छलफल भयो। त्यसैले अहिले तपाईँले भनेको जस्तो जे मुद्दा ममाथि लागेको छ मित्र त्यो मुद्दा राजनैतिक मुद्दा हो। त्यो कुनै अपराधको मुद्दा होइन। सामूहिक बलात्कार, सामूहिक ठगी, सामूहिक बदमाशी, सामूहिक हत्याको मुद्दा होइन। राजनैतिक रूपमा माइतीघर मण्डलामा उभिएर तपाईँकै क्यामेरामा बोलेको, तपाईँकै भिडियोमा बोलेको कारणले लागेको मुद्दा हो। त्यसैले गर्दा तपाईँलाई फेरि पनि भने मन्त्री भइहालेको भए पनि त्यो आपत्ति नै परिहाल्ने खालको मुद्दा चाहिँ थिएन त्यसमा। र जे ममाथि मुद्दाहरू परेको छ अहिले यसो साथीहरू कहिले मलाई भन्नुहुन्छ यति नबोलेको भए दाइ अलिकता मुख सिलाएको भए आज मन्त्री बनिने रहेछ नि होइन दाइ भनेर पनि भन्नु। अर्को कुरा तपाईँलाई पनि भन्नु, मलाई त्यही दिन साथीहरूले कतिले म्यासेज गरेर वा सम्बन्धित ठाउँबाट पनि के मलाई फोन चाहिँ के आयो भने एकचोटि माफी मागेर हिजोसम्म मैले जे बोले त्यसको लागि माफी चाहन्छु र आगामी दिनमा सार्वजनिक पदमा रहँदै गर्दा चाहिँ म यस्तो खालको कर्म गर्ने छैन भनेर माफी माग्नुहोस् भने मैले फेरि पनि भने आज मन्त्रीको लागि एउटा दैलेखको छातीकोटको कुनामा जन्मिएको एउटा कामीको, एउटा अछुतको, एउटा शूद्रको नाम चाहिँ चर्चामा आयो। देशको 10 जना मान्छेभित्र देशमा 10 जना मान्छेहरू भन्दै गर्दा जसरी मेरो नाम त्यो चाहिँ एउटा चर्चामा आयो, जसरी एउटा नाम चर्चामा आयो त्यो नाम चर्चामा आउनुको पछाडिको योग्यता भनेकै त्यो मुद्दाहरू थियो। त्यो ममाथि त्यति मुद्दा नलागेको भए त्यो खालको नाम चर्चामा आउने थिएन। त्यसैले मैले फेरि पनि भने बोलेकै कारणले मन्त्री जान्छ भने जाओस्, प्रधानमन्त्री जान्छ भने जाओस्, जिन्दगीभर यो सार्वजनिक पदमै बस्न पाइँदैन भने मलाई आपत्ति छैन। जाँड खाएर बोलेको वा कुनै गलत नियमले गरेको अपराध हो भने म भोग्न तिर्न छिर्न म तयार छु। तर राजनैतिक रूपमा गरिएका कुरालाई हिजो राजनीति नै नगरेको भए, हिजो लडाइँ नै नलडेको भए, हिजो हतकडी नै नलागेको भए अहिले नाम कसरी त्यहाँसम्म पुग्न सक्छ। त्यसैले गर्दा प्रश्नको लागि धन्यवाद छ मित्रलाई। हुँदै नगरेका अपराधलाई, गर्दै नगरेको गल्तीलाई हो जस्तै हो भनेर जात्रामा चाहिँ एउटा हुलदङ्गा गरेर तछाड मछाड गरेर जसरी ममाथि आक्रमण गरियो, जसरी मलाई हिर्काइयो, यो आक्रमणले मलाई मजबुत बनाएको छ। अघिल्लो दिन बदमासी गर्ने, भोलिपल्ट माफी माग्ने र पर्सिपल्ट यसो होइन त्यसो होइन भनेर मुख मिलाइयो भने 60 लाख दलित लिएर यिनको घर घेर्न आउनुपर्छ कि यिनको कार्यालय घेर्न आउनुपर्छ। खगेन्द्र सुनार तयार छ त्यो खालको पंगा, त्यो अरूसँग लगेको जस्तो, अरूलाई फर्काएको जस्तो। हाम्रो आपराधिक पृष्ठभूमि के हो, हामीले गरेको बदमासी के हो, हामीले गरेको अपराध के हो। अघिल्लो दिन समाचार लेख्ने जाजरकोटमा सारा गाउँले उर्लिएर कुर्लिएर आएर नवराज विक सहित 6 जना युवाहरूको सामूहिक हत्या भयो। रुकुममा नवराज विक सहित 6 जना युवाको सामूहिक हत्या भयो। बझाङमा सम्झना कामीहरूको सामूहिक बलात्कार भयो। एउटा गाउँले उर्लिएर कुर्लिएर आएर रुकुममा नवराजको सामूहिक हत्या भयो। बझाङमा सम्झना कामीको बलात्कार भयो। काठमाडौँमा पढेका लेखेका विद्वान भनेका बुद्धिजीवी भनेका मेन स्ट्रिम हामी हो भनेका पत्रकारहरूको सामूहिक बलात्कारको शिकार म भएको छु। यी सारा ती जसले आफूलाई मेन स्ट्रिम भनेका छन्, जसले आफूलाई विद्वान भनेका छन्, ती सबैहरूको सामूहिक उनीहरूको आक्रमणमा परेर मेरो सामूहिक हत्या भएको छ। उनीहरूले म अरू जस्तो कमजोर हुन्थे भने, राजनीति नबुझेको हुन्थे भने म डिप्रेसनमा गइसकेको हुन्थे, म बजारमा बौलाएर हिँडिसकेको हुन्थे, वा मेरो पत्ता साफ भइसकेको हुन्थे, मेरो धुलो माटो खरानी भइसकेको हुन्थे। तर मलाई थाहा छ म खरानी घसेर हिँडेको हुनाले, खरानी धसेर हिँडेको हुनाले, भाइको हत्या र बहिनीको बलात्कार, दलित समुदायमाथिको दमन सहन नसकेको कारणले गर्दा म यो आन्दोलनमा आएको हुँ, म यो आन्दोलनमा उभिएको। आज तपाईँहरू सबैलाई मैले
साँची राखेर भन्नुपर्छ। हामीले कोही कतै हामीले साम्प्रदायिकता भड्काएका छैनौँ। 6 जना भाइहरूलाई मारेर भेरी नदीमा फाल्दै गर्दा पनि एउटा दलितले ढुङ्गा टिपेर पारी हानेको छैन। टुप्पी पाल्दै गरेका हुन् वा धोती बेरेर पशुपतिका पुजारी भनिएकाहरूले आन्दोलनमा ढुङ्गा हानेका भिडियोहरू भाइरल हुँदै गर्दा पत्रकार वा अर्को पृष्ठभूमिमा रहेका मानिसहरूले संसद भवन चलाएका भिडियोहरू सार्वजनिक हुँदै गर्दा त्यतिका ठुलो अपराधहरू हामीमाथि हुँदै गर्दा पनि त्यतिका ठुला हिंसा र नरसंहार हाम्रा विरुद्धमा हुँदै गर्दा पनि हामीले अहिलेसम्म बानेश्वरमा एउटा ढुङ्गा प्रहरीमाथि हानेका छैनौँ वा अहिलेसम्म हामी हातमा खुकुरी लिएर हामीले कसैका विरुद्ध साम्प्रदायिकता भड्काउन हिँडेका छैनौँ। त्यसैले गर्दा म तपाईँलाई फेरि पनि स्पष्ट रूपमा भन्नुपर्छ, पढेर लेखेर बुझेर समाज अध्ययन गरेर आएको एउटा पत्रकार हुनुको नाताले मलाई अरू भन्नु केही पनि छैन। को पत्रिकाले मेरो खिलाफमा लेख्यो, को मेरो विरुद्धमा लाग्यो, मलाई केही पनि छैन। मलाई अहिले आएर यति मात्र गर्वको विषय के छ भने एउटा दलित समाचारको हेडलाइन बन्यो, मेरो लागि त्यही खुसीको कुरा हो। मलाई मन्त्री बन्नु र नबन्नु विषयमा मलाई कुनै आपत्ति छैन, मलाई केही पनि छैन। म हिजो पनि यो नबन्ने लाइनमै छु। मैले फेरि पनि भने मेरो दौड हिजो पनि मन्त्रीको दौड थिएन, आज पनि छैन र भोलि पनि छैन। म अहिलेको सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा छु, सुशीला आमालाई सफल बनाउने पक्षमा छु। यो म माथिको मात्र आक्रमण होइन, अहिलेको सरकारमाथि जे खालको आक्रमण भएको छ। त्यसैले गर्दा मैले फेरि पनि भने म माथि लागेको आरोप 1 इन्ची मात्रै पनि पुष्टि हुन्छ भने म घडी खोलेर हतकडी लगाएर प्रहरी त्यही उभिएको छ, म यहीँबाट हतकडी लाएर म जान तयार छु। मलाई लागेका मुद्दाहरू के हुन्, मलाई लागेका आरोपहरू के हुन्, त्यसैले गर्दाखेरि नभएका आरोपहरू लगाएर मानिसहरूको चरित्र हत्या गर्ने क्रम जे ठाउँबाट भएको छ, मेन स्ट्रिमको नाममा जे भएको छ। हिजो 45 दिनसम्म सडकमा उभिँदै गर्दा पनि तिनले कसैले एक लाइन लेखेका थिएनन् कि दलितहरूमाथि भएको यो बलात्कारको विरुद्धमा, दलितहरूमाथि भएको यो हिंसाका विरुद्धमा एउटा दलित युवा सडकमा हातखुट्टामा नेल लगाएर बसेको छ भनेर कसैले लेखेका थिएन। 45 दिनसम्म हातखुट्टामा नेल लगाएर बसेको एउटा दैलेखको छातीकोटको कुनाबाट आएको एउटा दलितको छोरो अहिले भनेको एउटा सरकारमा मन्त्रीको लाइनमा छ भनेर लेखिदिँदा के जान्थे उनको? एउटा अन्याय र अत्याचारका विरुद्धमा बोल्दै गरेको एउटा उपेक्षित उत्पीडित वर्गको एउटा युवा अहिलेको सरकारको नेतृत्वमा जाँदैछ भनेर लेखिदिँदा के जान्थे उनको? हुँदै नगरेका अपराधलाई, गर्दै नगरेको गल्तीलाई हो जस्तै हो भनेर जात्रामा चाहिँ एउटा हुलदङ्गा गरेर तछाड मछाड गरेर जसरी म माथि आक्रमण गरियो, जसरी मलाई हिर्काइयो, यो आक्रमणले मलाई मजबुत बनाएको छ, यो आक्रमणले मलाई बलियो बनाएको छ। यो आक्रमणले नेपालको दलित आन्दोलनप्रति यिनीहरूको दृष्टिकोण के रहेछ भन्ने कुरा स्पष्ट भएको छ। त्यसैले यहाँ अगाडि जति पनि क्यामेराहरू अहिले यहाँ अगाडि उभिनु भएको छ, तपाईँहरू सबैलाई म हृदयदेखि नै धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। साथी, तपाईँको क्यामेराले जाजरकोटमा नरसंहार गरिएका ती नवराजहरूलाई न्याय मिलेको छ। तपाईँको क्यामेराले जाजरकोटमा, रुकुममा, दैलेखमा हत्या गरिएका सेते तपाईँहरूलाई न्याय मिलेको छ। अझै साथीहरूलाई न्याय मिलेको छ। उत्पीडनमा परेका, उपेक्षामा परेका त्यो दलित समुदायहरूलाई न्याय मिलेको छ। तपाईँको क्यामेरा मेरो लागि सर्वोच्च अदालत भन्दा ठुलो एउटा न्यायिक निकाय हो। तपाईँ मेरो लागि सर्वोच्चको प्रधान न्यायाधीश भन्दा ठुलो ठाउँमा हुनुहुन्छ। म तपाईँहरू सबैजनालाई हृदयदेखि नै धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। आगामी दिनमा नेपालको दलित आन्दोलन थप बलियो भएर जानेछ, थप मजबुत भएर जानेछ। मलाई पनि एउटा यो परीक्षणको एउटा चाहिँ अवसर बन्यो कि म कति बलियो रहेछु, म कति मजबुत रहेछु। यस्ता अट्याकहरूले म ढल्छु कि ढल्दैन, म गल्छु कि गल्दैन भन्ने लागेको थियो। होइन, हामी कहीँ कतै 1 इन्च पनि हल्लिएका छैनौँ। आज हिजो पनि हामी नबन्ने लाइनमै थियौँ, भोलि पनि हामी कुनै पनि दौडमा छैनौँ। म तपाईँलाई आज रिपोर्टर्स क्लबलाई स्पष्ट पारौँ, म मन्त्रीको दौडमा छैन, म प्रधानमन्त्रीको दौडमा छैन। आजै तपाईँलाई साँची राखेर भन्छु, म नेपालको कुनै पनि सार्वजनिक पद धारण गर्दिन। नेपालको कुनै पनि, नेपालभित्र हुने कुनै पनि सार्वजनिक पद धारण गर्दिन। तर दलितमाथि कहीँ कतैबाट बदमासी हुन्छ भने, दलितहरूमाथि कहीँ कतैबाट आक्रमण हुन्छ भने, हिजो मात्रै म काभ्रे जिल्ला अदालतबाट, सम्मानित काभ्रे जिल्ला अदालतबाट 50,000 रुपियाँ धरौटी राखेर म हिजो मात्रै निस्किएको छु काभ्रे जिल्ला अदालतबाट। फेरि यो 50,000 धरौटी अरू 50,000 ठाउँमा राख्नुपर्छ भने पनि मलाई आपत्ति छैन। कतिवटा मुद्दा छ, मुद्दा भनिएको छ, मुद्दा हजार होइन हजार मुद्दा लागुन्, तर दलितमाथिको आक्रमण, दलितमाथिको अन्याय, दलितमाथिको उत्पीडन, दलित समुदायमाथिको बलात्कार हामीलाई स्वीकार्य छैन। मैले फेरि पनि भने, मेन स्ट्रिमको नाममा काठमाडौँमा बसेर उपेक्षामा, उत्पीडनमा परेका दलित समुदायलाई दबाउने सन्दर्भमा कलम चल्यो भने मैले कहाँ आएर घेर्नुपर्ने हो? 60 लाख दलितमाथिको आक्रमण खगेन्द्र सुनारमाथिको आक्रमण होइन। नेपालको दलित आन्दोलनमाथि एउटा तल गाउँमा बसेका नबुझेको मान्छेले दलित मार्ने, माथि काठमाडौँमा बसेर बुझेको कलम चलाएर बसेको पत्रकारले दलितको आन्दोलनलाई मार्ने प्रयास हुन्छ भने म सकिन तयार छु, म खरानी बन्न तयार छु, मलाई केही पनि भन्नु छैन। तर दलितमाथिको आक्रमण कहीँ कतैबाट स्वीकार्य हुँदैन। मैले फेरि पनि भनेको छु, त्यो मेन स्ट्रिमका साथीहरू आज जति सम्पादक भएर बस्नु भएको छ, नियमित पत्रकारितामा भयो खगेन्द्र सुनार पनि त्यो सम्पादक बन्ने हैसियत राख्छ।
एउटा आन्दोलनको कमान्डर हुनुको नाताले, एउटा आन्दोलनको अगुवा हुनुको नाताले, एउटा समाजको प्रवक्ता हुनुको नाताले जे ढङ्गबाट नबुझेको जस्तो गरेर, नजानेको जस्तो गरेर जसरी आक्रमण भएको छ, म यसको त्यसको नाम लिँदैन। जसले लेख्नु भएको छ उहाँहरू सबैले माफी माग्नु भएको मैले देखिरहेको छु। तर यो खालको बदमासी कसैमाथि पनि हुनु हुँदैन। मैले फेरि पनि भने, तर मैले कहीँ कतै अपराध गरेको ठहरिन्छ भने, मैले कहीँ कतै बदमासी गरेको ठहरिन्छ भने हतकडी लगाएर कहाँ कुन कठघरामा उभिनु पर्ने हो, म त्यो जवाफ दिन म तयार छु। मैले गरेको बदमासी म दलित आन्दोलनसँग लगेर जोड्दैन। मैले गरेको अपराधमा मैले के भोग्नु पर्ने हो, कति तिर्नु पर्ने, कति छिर्नु पर्ने हो, म तयार भएर आएको छु। मैले तपाईँलाई स्पष्ट पारेर त्यसपछि तपाईँको प्रश्न लिन्छु। म लामो समय बोल्दिनँ। 2 मिनटमा मैले तपाईँलाई भन्नुपर्ने कुरा के हो भने, एउटा म मन्त्री बन्ने कुरा मलाई पनि थाहा छैन, म मन्त्रीको लाइनमा पनि छैन। यदि त्यो नाममा आएको, पत्र पत्रिकामा आएको, सामाजिक सञ्जालमा आएको फोटो मैसँग मिल्छ भने म त्यो मन्त्रीको लाइनमा छैन, मैले स्पष्ट पारेँ। दोस्रो, भोलिको दिनमा पनि म मन्त्रीको लाइनमा छैन। तेस्रो, अहिले म माथि जति पनि आरोपहरू लागेका छन्, केही आरोपहरू आफै उहाँहरू खण्डन गरेर जानु भएको छ। केही आरोपहरूको सन्दर्भमा, अन्य मुद्दा मामिलाको सन्दर्भमा म माथि कहीँ एरेस्ट वारन्ट जारी छ भने, म माथि कहीँ मुद्दा परेको छ भने, म माथि कहीँ केही बदमास, मैले कहीँ कतै केही अपराध र बदमास गरेको छु भने म कुन कठघरामा उभिनु पर्ने हो, म तयार भएर आएको छु। तर त्यो कठघरामा उभिनुभन्दा पहिला तपाईँको क्यामेराको कठघरामा उभिएर तपाईँको प्रश्नको पेश गर्छु भनेर म तपाईँको बिचमा आएको छु। मेरो कुरा मोटामोटी सकियो। साथीहरूको प्रश्न छ भने सोटकरीमा केही एक एकजना साथीहरूको प्रश्न नदोहोरिने गरी तपाईँहरूको कुनै प्रश्न भयो, म तपाईँहरूको प्रश्न लिन्छु। हस्, यहाँ सबैजनालाई धेरै धेरै धन्यवाद छ। र एउटै कुरा तपाईँलाई बताउनु पर्ने, आगामी दिनमा कसरी जाने भन्ने सन्दर्भमा नेपालको दलित आन्दोलनमा एउटा नयाँ खालको तयारी भइरहेको छ। अबको केही दिनभित्रमा हामी एउटा नयाँ पार्टी निर्माण गरेर जाने तयारी गरिरहेका छौँ। आउँदै गरेको निर्वाचनमा हामी नेपालको एउटा लोकतान्त्रिक गणतान्त्रिक देशको एउटा मजबुत एउटा राजनैतिक शक्ति निर्माणको हामी तयारी गरिरहेका छौँ। नेपालको इतिहासमा पहिलो पटक सिंहदरबारको अगाडि एउटा चोरौँला ठडाएर उभिएको पृथ्वीनारायण शाहको अगाडि अर्को चोरौँला उठाएर प्रश्न गर्नको लागि दलितहरू काठमाडौँ हेरौँला, जुनी फेरौँला, सिंहदरबार घेरौँला, जुनी फेरौँला भनेर काठमाडौँ आउने तयारी गरिरहेका छन्। नेपालको प्रजातन्त्रको 75 वर्षको इतिहासमा पहिलो पटक दलितहरू आफ्नो झण्डा र एजेन्डा लिएर काठमाडौँ आउने तयारी गरिरहेका छन्। आउँदै गरेको फागुन 21 को निर्वाचनमा दलित समुदाय आफ्नो एउटा झण्डा र एजेन्डाका साथ एउटा राष्ट्रिय पार्टीको निर्माण गरेर, त्यो पार्टी दलितको मात्र हुने छैन, त्यो पार्टी यहाँका कुनै निश्चित जात वर्ग क्षेत्र धर्म लिङ्गको हुने छैन, त्यो एउटा नेपालको एउटा राष्ट्रिय पार्टी हुनेछ। त्यो पार्टीभित्र सबै खालका अगुवा अभियन्ताहरू, सबै जात जाति भाषा धर्म क्षेत्र वर्ग लिङ्गका सबै साथीहरूको उपस्थिति रहनेछ। मैले तपाईँलाई 3वटा कुरा स्पष्ट पारे। अहिलेको सरकारको पक्षमा, अहिलेको सरकारमा मन्त्री बन्ने लिस्टमा म दौडमा, त्यो लिगलीको दौडमा हिजो पनि छैन, आज पनि छैन। तर म यो सरकारको पक्षमा छु, सुशीला आमाको पक्षमा छु, अहिलेको जनताको सरकारको पक्षमा छु। सरकारलाई सफल बनाउने र सरकारलाई मजबुत बनाउने सन्दर्भमा म सरकारको पक्षमा छु। मन्त्रीको दौडमा छैन, सरकारको पक्षमा छु। आरोप लागेका कुनै पनि आरोपहरू पुष्टि भएको खण्डमा म कुन कठघरामा कति घण्टा उभिनु पर्ने हो, कति वर्ष जेल छिर्नु पर्ने हो, तयार भएर आएको छु। र अर्को कुरा, आउँदै गरेको निर्वाचनमा दलितहरू वा यो समुदायहरू वा उपेक्षामा परेका नयाँ युवा र जेनजी साथीहरू एउटा नयाँ राजनीतिको एउटा लोकतान्त्रिक पार्टी लिएर चुनावमा जाँदैछन् भन्ने कुरा, 4वटा कुरा तपाईँको बिचमा स्पष्ट रूपमा राख्न चाहन्छु। यो बिचमा यहाँहरूको कुनै प्रश्नहरू भए कृपया राख्न सक्नुहुनेछ। जहाँ बहुविवाहको सन्दर्भमा तपाईँको सामग्री प्रकाशित भएको कुरा मिडियाले खण्डन पनि गर्यो। सम्भवतः एउटै स्थानीय तहका एउटै मान्छे भएको कारणले गर्दाखेरि हामीले गल्ती गरेछौँ भन्ने कुरा रह्यो। त्यो गल्ती गर्न त पाइँदैन, त्यो तपाईँमाथि भएको एउटा मिडिया ट्रायल हो, असम्य अपराध हो, त्यो एउटा पाटो रह्यो। तर तपाईँ पनि